नमस्ते एभ्रिवान, होप यु गाइज आर एब्सोल्युटली फाइन हैन। चट्ट लाएर हामी चाहिँ घुमघाम गर्न जान लागिरहेछौँ। अहिले चाहिँ तपाईँको चट्ट घडीमा कति बजिरहेको छ भन्दाखेरि 1:30 हुन लागिरहेछ। अहिले हामी चाहिँ यहाँ टक्क हाम्रो होटल हो यो, रिसोर्ट भन्नु कि होटल भन्नु कि यस्तै है। टक्क लाएर यस्तो छ बस्ने, रमाइलो छ चट्ट हरियाली डाँडा काँडा होइन। अनि आज हामी घुम्न जान लाग्यो यो ठाउँमा चाहिँ हामी आएको कति 4-5 दिन भयो, ट्रान्सफर भएर 3 महिनाको लागि चट्ट आएको। अनि हाम्रो रुम देख्न सक्नुहुन्छ, यो चाहिँ हाम्रो रुम हो होइन। अब हाम्रो रुम देखाउनु गइरहेको छौँ चट्ट पाडामा सुर यस्तो छ हाम्रो टक्क लाग्यो। यो चाहिँ मेरो बेड, यो चाहिँ मेरो दाइको यस्तो छ, एसी चल्न लाग्छ होइन। चट्ट गरम यस्तै छ, ढ्यान टड्यान लुगाहरू पत्र गोल छ। बाथरुम देखाइदिउँ। ल हाम्रो बाथरुम यही हो। चट्ट रमाइलो छ ठाउँ चाहिँ, फुलहरू फुलिरहेको छ चट्ट पारामा। यहाँ हामी चाहिँ हाम्रो यहाँको एउटा साथीसँग घुम्न लागेको छ, गर्मी छ, बुढो बुढो आउँदैछ। मलाई चाहिँ कहाँ छु जस्तो लागेको छ भन्दाखेरि अहिले यो टक्क हाम्रो हुन्छ नि मुगलिङ नारायणहरूको बाटो, पोखरा जाने बाटो टक्क त्यस्तै छ क्या, हाइवे नि नजिकै छ। अनि त्यस्तै त अब अहिले चाहिँ गेस छैन। आज चाहिँ अब हिजो अस्ति चाहिँ टन्नै थियो, आज छैन, देख्न सक्नुहुन्छ तपाईँहरू होइन। दाइ चाहिँ कता गयो? आज मेरो बर्थडे पनि हो है गाइज, फेरि यस्तै हो बर्थडे हो। हाइवेमा गाडी कडाकुडुङ कराइरहेको छ, पानी पनि सिमसिम पानी परिरहेको छ। 1 बजी जाने भनेको पानी परेर हामी नगएको। रोज देखाइदिउँ, रोज सुन यस्तै हो रोज, यही हो। ए ट्रेन पनि आयो त्यहाँ, आवाज सुन्छ होला है तपाईँहरूले। अब हामी फुलसुल हान्छौँ यहाँ चट्ट पारामा, के छ विचार। फुलहरू फुलिरहेको छ, मौसम चाहिँ अहिले एकदम ऊ छ है। पहिला हामी बसेको चाहिँ बुको भिना भन्ने ठाउँमा चाहिँ लास्ट चिसो क्या, लास्ट हिउँपर्ने होइन। तर यहाँ चाहिँ त्यस्तो गर्मी छ, लास्टै गर्मी छ। अब यहाँ त सबै देख्न सक्नुहुन्छ तपाईँहरू। फुल हान्छ है म अब। अन्धा बोल पनि। अब यहाँको प्रायः घरहरू चाहिँ सबै काठै काठको लागि गर्मी चाहिँ भत्तै बढेको छ होइन। भ्लग नबनाएको चाहिँ धेरै भएको थियो, तर अलिकति बोल्न चाहिँ अलिकति कस्तो लागिरहेको छ मलाई होइन। त्यही पनि प्रयास जारी छ हाम्रो। यो चाहिँ हाम्रो यो चन्तराल भन्छ यो आगो बाल्ने भट्टी के, लाउन्ड्रीको लुगाहरू चाहिँ टुर गराइदिनु न। हाम्रो किचन चाहिँ यता हो, किचन देखाइदिउँ। सानो छ किचन चाहिँ पहिलाको भन्दा सानो छ यो, हाम्रो उताको भन्दा चाहिँ सानो छ। यहाँ किचन देख्न सक्नुहुन्छ, बन्द छ अहिले, बन्द छ। कहाँ गयो दाजु खै? यही गाडीमा जाने हो, यो कम्पनी गाडी हो। ओ दाजु चाबी छ यहाँ, सबै कटेज टाइप घर हो क्या यहाँको। कहाँ गयो फेरि? उता गएछ हो बुढो खोइ? हाँ म्यानेजरले डाउन भनिसकेको छ। खै मेरो ब्याग कहाँ राखेँ मैले? हेलो क्यामेरा पोजा। अब हामी जान्छौँ। बवाल छ ठाउँ, बवाल। भाइ पा हाम्रो आजको अब हामी गाडीतिर लाग्छौँ।
के च्याल खाने भएको त यही उडे यार ल ठिक छ थोत्रा थात्री गाडी भयो नि काम चलाउँछ हामीलाई अब हामी जान गइरहेको छौँ हैन अगाडि चाहिँ ट्रेनको बाटो पानी पर्यो यार पानी पर्यो भने त्यसले समाधान ट्रेनको बाटो हो यहाँ चाहिँ चट्टपारामा दुते गाडी बढाएर Was thinking that we could be something for real. Now am I wrong for trying to reach the things that I can't see? Yo, Vanessa got the sauce. That's just how I feel. That's just how I feel. Trying to reach the things that I can't see. Yeah. You think I'm wrong, right? But I do what thing is right. Can't handle you on my worst days. I lost too much, that's why I don't celebrate my birthdays. I lost too much, that's why I've been falling the earthquakes. I lost too much. That's just how I feel. That's just how I feel. Trying to reach the things that I can't see. Love. 什么是错，什么是对，什么是what I can't say. हामी चाहिँ बबाल बबाल ठाउँमा आइरहेको छौँ होइन घुम्ने क्रम जारी छ हेर्न सक्नुहुन्छ तपाईँहरू मैले यस्तो छ भनेर सोचेको थिएन तर बबाल ठाउँ रहेछ यहाँ चाहिँ चट्टपारामा होइन त फोटो खिच्ने कार्यक्रम हाम्रो तिनजनाको फुमस अकल फुमस हामी चाहिँ घुम्ने काम सुरु हुँदैछ चट्ट लगाएर यहाँ बबाल छरे ठाउँ होइन के कसो डाँडा काँडा छ यहाँ लास्टै हेर्न सक्नुहुन्छ तपाईँहरू यहाँ खोला पनि बगिरहेको छ खोला फोहोर छ क्या फर्ते फ्रुमस बुढो पनि पुरै हान्दैछ क्यामेरामा सेल्फी देख्न सक्नुहुन्छ चट्टपारा मान्छेहरू हेरिरहेको छ हामीलाई हरियाली बबाल घुम्ने क्रम जारी छ हाम्रो चट्टपारामा यहाँ बिल्डिङहरू बन्दैछ होइन आजले मौसम पनि साथ दिइरहेको छ त्यस्तो घाम लागेन हिँड्नलाई मजा छ है नत्र हिजो जस्तो घाम पोलेर डढेर कालो भएर यार थेट यस्तो नि हुन्छ शीतल छ क्या आज चाहिँ कस्तो शीतल अहिले त पानी पनि परिसक्यो फेरि पनि पाउन बेला आउँदैन अहिले तर हामी अर्कै ठाउँमा जाने भनेको तर यसले अर्कै ल्यायो अहिले उतै जानुपर्छ फेरि हामी डाँडा काँडा देख्न सक्नुहुन्छ माथि बबाल छ स्विजरल्यान्ड भाइब चाहियो मलाई त पार्क रहेछ यहाँ अब पार्कमा जान्छौँ अब हामी होइन पार्कमा जाँदैछौँ शीतल छ बबाल पार्क ए होटेलहरू पनि टन्नै रहेछ बबाल चाहिँ ठाउँ बबाल पछाडि बबाल फोटो हान्ने फोटो हिर्कोलाइन भन्ने ठाउँमा अहिले चाहिँ हामी हिर्कोलाइन भन्ने ठाउँमा छौँ तर गाडीहरू चाहिँ Guys, I know. Hello, Herculani. I'm here. Herculani के छ खबर? म आएको छु Herculani. को साथ सपोर्ट माया दिनु छ. मेरो फोटो देखेर चाहिँ अनौठो लाग्छ यहाँ पैसा हाल्नुपर्छ 10 रुपियाँ होइन नयाँ लाग्यो क्या मलाई यो चाहिँ 10 रुपियाँ हाल्ने आफ्नो पोज दिएर फोटो खिच्ने यहाँ बबाल छ फोटो खिच्ने कार्यक्रम चल्दैछ घुमघाम हाम्रो कायमै छ होइन अब यसरी फोटो खिच्दैछ यहाँ कि टिकटक हो बबाल छ यहाँ होटेलहरू टुरिस्ट प्लेस रहेछ होइन बबाल छ पानी पर राख्छ हेर्नु सक्नु तपाईँहरू पानीले पुरै हामीलाई हानिरहेको अवस्था छ तर मान्छेहरू चाहिँ त्यति छैन तर होटेल चाहिँ बबाल ठुल्ठुलो होटेल रहेछ यहाँ लास्टै बबाल होटेल रहेछ बबाल लाग्यो मलाई पट्टपुट्टो घुमियो होइन यहाँबाट चाहिँ बबाल लाग्यो ठाउँ अब अगाडितिर जाँदैछौँ अब हामी होइन त्यस्तै हो खतरा तात पनि आउँदो रहेछ गाइज होइन हाम्रो नेपालको जस्तै हो माथिबाट डह्रो तातो पानीको बाफ उडिरहेको छ यहाँबाट
मैले त हाम्रो नेपालमा मात्र होला जस्तो भनेको त यतातिर हुँदो रहेछ ठाउँ चाहिँ बबाललाई हामी अब सपिङ हान्न जान लागेको छौँ दुईवटा लुगा सुगा राम्रो पायो भने होइन बुढोले लाँदैछ हामीलाई चट्टपारामा रेस्टुरेन्टहरू भइहाल्छ यहाँ के लुगा किन हिँडेको यार यस्तो यस्तोमा छ यार केटीहरूको मात्र यार केटीको मात्र छ यार गाइज के यस्तो यो सानोतिर सपिङ गरेर आयो हाम्रो दाजुले चट्टपारामा कहाँ जाने भन्छ बुढो अब उन्दै फोटोसोटो खिच्छौँ अब हामी होइन ठुल्ठुलो बिल्डिङ चाहिँ यहाँ देखाएँ मैले यस्तो बोकाएर छु हेरेर मनेमा आएर योभन्दा ठुलो चाहिँ देखाएको छैन ल मैले यही हो ठुल्ठुलो बिल्डिङ बबाल छ ठाउँ घुम्ने क्रम जारी छ होइन त्यहाँ चाहिँ नेपालीहरू बबाल धेरै छ अरे त्यहाँ पिज्जा बनाउने भन्दैछ बुढो होइन अनि दाइले लुगा सुगा किन्नु हो अब हामी चाहिँ यसरी पार्क चाहिँ अब अलिकति राम्रो छैन है पार्क चाहिँ फेरि बन्दैछ यहाँ बन्दै हुँदैन यहाँ पुरै अलिकति सरसफाइ चाहिँ कमी भएछ बबाल छ ठाउँ चाहिँ तर घाम लाग्यो भने चाहिँ अब यसरी हिँड्न सकिँदैन होला होइन यहाँ डिस्को डिस्को हुने ठाउँ रहेछ यस्तै हो रमाइलो ठाउँ कुलानी यस्तो छ जस्तो त लागेको थिएन तर बबाल लाग्यो मलाई